नेपालको शेयर बजारमा फेरि नयाँ आइपिओहरू आउँदैछन्। तर कुन आइपिओमा एप्लाई गर्ने र कुनबाट प्रफिट आउँछ? नमस्कार साथीहरू, आजको भिडियोमा हामी कुरा गर्नेछौँ नेपालमा आउँदै गरेको 3वटा नयाँ आइपिओ बारे। कुन कुन कम्पनी कहिले खुल्छ, सबै कुरा आज क्लियर रूपमा बुझ्नेछौँ। पहिलो आइपिओ कलिन्चोक हाइड्रो पावर लिमिटेड। खुल्ने मिति चैत्र 22, बन्द हुने मिति चैत्र 25। यो एक हाइड्रो पावर कम्पनी हो। नेपालमा एनर्जी सेक्टर फ्युचर ग्रोथ सेक्टर मानिन्छ। दोस्रो आइपिओ अपोलो हाइड्रो पावर लिमिटेड। खुल्ने चैत्र 26, बन्द हुने चैत्र 30। तेस्रो आइपिओ सोपान फार्मास्युटिकल्स लिमिटेड। खुल्ने वैशाख 2, बन्द हुने वैशाख 6। यो हाइड्रो पावर होइन, फार्मास्युटिकल सेक्टर हो। तीनवटै आइपिओ एप्लाई गर्दा करिब 3000 रुपैयाँ रेडी राख्नुहोस्। सबैभन्दा ठूलो प्रफिट सही समयमा बेच्दा आउँछ।